नमस्कार साथीहरु। आज मैले यो रिचार्ज कार्ड हेर्नको लागि रिचार्ज कार्ड चाहिँ हामीले स्क्याच गर्दाखेरि कोड्दाखेरि चाहिँ यसमा यो नम्बरहरु पिन नम्बरहरु चाहिँ गएको छ हेर्नको लागि। यो गएको नम्बरबाट चाहिँ यसको सिरियल नम्बरबाट चाहिँ कसरी चाहिँ रिचार्ज गर्न सकिन्छ भनेर मैले यो भिडियो बनाएको छु। हाम्रो मोबाइलबाट सजिलैसँग यो रिचार्ज गर्न सकिन्छ। हेर्नु होला, यहाँ नम्बरहरु गएको छ हाम्रो। यहाँ अब तेस्रो र 14 देखाएको छैन, त्यसपछि यता देखाएको छैन। हामी यसलाई एउटा सिममा जुनसुकै भने एनसेलको उसबाट गर्ने *9005 *7# गरेर कल गर्ने। अब मेरो दुईटा सिम छ, माहला एनसेलबाट गरौँ। हेर्नु होला, यहाँ नेपालीको लागि 1, इंग्लिशको लागि 2 भन्छ। हामीले जेबाट गर्दा नि हुन्छ। हाम्रो सजिलोलाई नेपाली नै गर्दा नै गरेर सेन्ड गर्छौँ। अब यहाँ हेर्नु, कृपया 16 अङ्कको सिरियल नम्बर राख्नुहोस् भनेका छन्। हामीसँग हेर्नु होला, सिरियल नम्बर भनेको माथिको। अब यसलाई चाहिँ हाल्नु पर्यो। हाम्रो के छ 1803380002455650 अब यसलाई सेन्ड गरिदिनु। अब हेर्नु होला, कृपया देखिएको 16 अङ्कको पिन नम्बर बीचमा चाहिँ ड्यास ड्यास अथवा जुन कोरिया छ त्यसले स्टार हाल्नु भनेका छन्। हाम्रो पहिलो दोस्रो दुईटा अङ्क देखाएको छ 60। अब दुईटा देखाएको छैन, यसको लागि हामीले स्टार दुईटा, फेरि दुईटा देखाएको छ, फेरि 16, फेरि दुईटा तीनटा देखाएको छैन होला सायद, दुईटा तीनटा देखाएको छैन, स्टार 1 2 तीनटा स्टार हान्ने। अब 636 अब 7480 हामीले 16 वटा हानिसकेपछि अब यसलाई सेन्ड गरिदिनु। हेर्नु होला, रिचार्ज गर्नको लागि एनसेलको नम्बर राख्नुहोस् भनेको छ। हामी कुन नम्बरमा रिचार्ज गर्ने हो त्यो नम्बरमा राख्ने। यसको लागि अब मेरो नम्बर राख्छु 9803271077 मेरो नम्बर तपाईँहरुको जसको रिचार्ज गर्ने हो त्यो गर्ने र सेन्ड गर्नुहोस्। अब हेर्नु होला, तपाईको टिकट दर्ता भएको छ, कृपया रिचार्ज नभएसम्म आफ्नो रिचार्ज कार्ड साथमा राख्नु होला, धन्यवाद भन्यो। अब यो रिचार्ज कार्डको पैसा चाहिँ अघिको मेरो नम्बरमा आउँछ। यसरी चाहिँ हामीले गर्न सक्नुहुन्छ है।